देख्न सक्नुहुन्छ एडिट कुन एपबाट गर्ने मलाई चाहिँ युकार्ट सजिलो लाग्छ यसमा पैसा लाग्दैन युकार्ट प्ले स्टोरबाट सजिलै पाइन्छ यसलाई ओपन गर्नुहोस् ओपन गरिसकेपछि यहाँ बिचमा देख्नुहुन्छ प्लस आइकनमा क्लिक गर्नुहोस् क्लिक गरिसकेपछि माथि देख्नु न्यू प्रोजेक्टमा आइसकेपछि यो मेरो भिडियो खिचिराखेको छु मैले चाहिँ यो भिडियो चुज गरेँ चुज गरिसकेपछि देख्न सक्नुहुन्छ नेक्स्ट गर्नुहोस् अब भिडियो हेर्नुहोस् है 3-4 दिन भयो केही नआएको 10-20 रुपैयाँ दिनुहोस् न भयो ल हाम्रो चाहिँ अब यहाँबाट 3-4 दिन भयो केही नआएको 10-20 रुपैयाँ दिनुहोस् न यहाँबाट पछाडिको भाग हामीलाई चाहिएन अब यसलाई कसरी कटिङ गर्ने माथि देख्नुहुन्छ स्प्लिटमा क्लिक गर्नुहोस् क्लिक गरिसकेपछि दुई भाग भयो अब हामीलाई नचाहिने भाग यो नचाहिने भागलाई यता देख्न सक्नुहुन्छ डिलिटमा क्लिक गर्नुहोस् यो गयो अब हेर्नुहोस् 3-4 दिन भयो केही नआएको 10-20 रुपैयाँ दिनुहोस् न अब यो त भयो अब अर्को भिडियो कसरी यहाँ प्लस देख्न सक्नुहुन्छ प्लसमा क्लिक गर्नुहोस् अब मैले यो हालेँ भनेपछि अब यो भिडियो चाहिँ मेरो हेर्न सक्नुहुन्छ है यो भिडियो चाहिँ धेरै लामो बनाएको छु मैले तिमी हिँडेर मलाई नजिकाउ न यो भिडियो हामीलाई अघि पछाडिको काट्न सिक्यो अब अगाडिको यहाँ अब यहाँबाट यहाँ क्लिक गर्नुहोस् फेरि स्प्लिटमा क्लिक गरेर अब यो पछाडिको भागमा गयो भनेपछि यतापट्टि चुन्नुहोस् यो अगाडिको भाग सर्लक्कै यो अगाडिको भाग हामी डिलिट गरिदिउँ अब यहाँ हेर्नुहोस् है 3-4 दिन भयो केही नआएको 10-20 रुपैयाँ दिनुहोस् न असङ्गनी धेरै त छैन म तपाईँहरूलाई चाहिँ असङ्गनी धेरै लामो चाहिँ भिडियो बनाउँदिनँ यसलाई पनि कटिङ गरिदिन्छु 10 रुपियाँ लिइसक्यो होइन अब लिइसकेपछि तपाईँले यो चाहिँ हामीले देख्न सक्नुहुन्छ अब यहाँ भिडियो हेर्नुहोस् है यसले पैसा दिएन मसँग पनि धेरै छैन 10-20 रुपैयाँ दिनुहोस् न असङ्गनी धेरै त छैन ल यसले यहाँबाट यति दियो होइन यसलाई पनि काटेर फालिदिउँ पछाडि भयो अब फेरि प्लसमा जानुहोस् अनि सेकेन्ड पार्ट अब पैसा हातमा लिएको होइन है एउटै मान्छेले दुईवटा रोल गर्दाखेरि पैसा हातमा दिँदा लिँदा कसरी गर्ने देख्न सक्नुहुन्छ है यहाँ हातमा लिएको यो हातमा लिएको अब हामीले यहाँबाट हेर्नुपर्छ पहिलो भिडियोमा हेर्ने लास्टमा कसरी देखा पैसा यसले लिनुहोस् भनिरहेछ अब पछिको भाग डिलिट गरिदिने अब यहाँ हेर्न सक्नुहुन्छ यसलाई पहिलाकोलाई हल्का काटेर मिलाउने ल यसले पैसा दियो ल अब हामीलाई पछिको भाग चाहिदैन सधैँ खुसी रहने यति अब सधैँ खुसी रहनु हामीलाई चाहिने भाग यति हो अब यसलाई डिलिट गर्ने अब फेरि अर्को जोड्नु पऱ्यो तपाईँको यो जम्मा एउटा मात्रै आशीर्वाद अब हामीलाई यति चाहियो यो बाँकी डिलिट गरिदिउँ डिलिट गरेको फेरि अब मिस्टेकले डिलिट भयो भने यहाँ माथि यो ट्रिमभन्दा माथि देख्नुहुन्छ माइनस यसलाई यसरी ल्याउन सक्नुहुन्छ है अब यसरी जम्मा एउटा मात्रै आशीर्वाद यसलाई अलिकति मिलाउनुपर्छ अब बिचको भागलाई मैले डिलिट हाने जम्मा एउटा मात्रै आशीर्वाद अब यहाँ देख्न सक्नुहुन्छ अब फेरि बिचमा ल्याउँछु अब यो के दिनु त 10 रुपैयाँमा पुरै अमेरिका घुमाएर ल्याइदिउँ ल अब हामीलाई चाहिँ चाहिएन अब यसलाई काट्छु मैले है ल अनि अब देख्न सक्नुहुन्छ अब यहाँ बिचमा यो भिडियो लास्टमा आयो अब बिचमा यो काटेको भिडियो मलाई लास्टमा चाहिन्थ्यो राखेको थिएँ अब यहाँ हेर्नुहोस् जम्मा एउटा मात्रै आशीर्वाद यहाँ आउनुपर्ने भिडियो लास्टमा गयो अब के गर्ने भने यो भिडियो मलाई चाहिन्छ राखेको यसलाई चाहिँ यसरी क्लिक गर्नुहोस् यो भिडियोलाई यस्तै अँठाएर यता साइडमा ल्याउनुहोस् ल यति भएपछि अब हेर्नुहोस् है जम्मा एउटा मात्रै आशीर्वाद यति गरेपछि यसमा नि काट्ने मिलाएर कति काट्ने कति राख्ने तपाईँको हिसाबले तपाईँले आफ्नो हिसाबले राख्नुहोस् है अब यो बुढाले भन्छ के दिनु त 10 रुपैयाँमा पुरै अमेरिका घुमाएर ल्याइदिउँ अब यहाँ मेरो सकिङ छ है सकिङमा चाहिँ ल यहाँ तिमीले हेर मैले अगाडिको भाग फालिदिएँ सकिङ
सकिङ चाहिँ यस्तो छ है, तपाईँले देख्न सक्नुहुन्छ सकिङ। अब यसलाई चाहिँ के गर्ने, त्यसलाई ब्ल्याक बनाउनु पऱ्यो होइन। ब्ल्याक बनाउँदाखेरि देख्न सक्नुहुन्छ यहाँ फिल्टरमा ओपन गर्नुहोस् ब्ल्याक, अनि यताकोमा अब यो अलिकति फिल्टर लाउन सक्नुहुन्छ। यसरी माथि फिल्टरमा ओपन गर्नुहोस्, फिल्टर चुज गर्न सक्नुहुन्छ। मलाई चाहिँ ओरिजिनल ठिक लाग्छ। अनि एडजस्ट गर्नुहोस्, एडजस्ट गर्ने एक बढाउने यो घटाउने, म चाहिँ ल 20 मा राख्दिएँ। ल यसरी एडजस्ट गर्नु, यो ब्ल्याकमा भइसक्यो। अब हामीले यसमा सकिङमा ब्याकग्राउन्ड सकिङमा म्युजिक राख्दाखेरि यहाँ देख्न सक्नुहुन्छ अलिकति सार्दाखेरि पिआइपीमा गइसकेपछि मैले यहाँ एउटा साउन्ड राखेको थिएँ। ल यता हेर्न सक्नुहुन्छ है, यो बाँकी चाहिँ मैले डिलिट हानिदिन्छु। सुरुको पनि डिलिट हान्छु, यो मात्र राख्छु है। देख्न सक्नुहुन्छ 10 रुपैयाँमा पुरै अमेरिका घुमाएर ल्याइदिउँ। यस्तरी यस्तरी मिलाउने है, ढिलो भयो। पुरै अमेरिका घुमाएर ल्याइदिउँ। यसरी मिलाउन सक्नुहुन्छ। अनि यसलाई चाहिँ यसरी छोएर तलतिर फाल्दै नि हुन्छ है। अब यहाँ अर्को ब्याकग्राउन्ड राख्नु पऱ्यो, चाहिँ फेरि देख्न सक्नुहुन्छ पिआइपीमा गएपछि मेरो चाहिँ यो हाँसेको ब्याकग्राउन्ड छ है। यो चाहिँ हाँसेको ब्याकग्राउन्ड, यसलाई चाहिँ यसरी पिआइपीबाटै ल्याएर यसरी अब यसलाई काटेर फालिदिनुहोस्। अनि यसलाई पनि ल अब देख्न सक्नुहुन्छ हाम्रो भिडियो रेडी भयो। 3-4 दिन भयो केही नआएको, 10-20 रुपियाँ दिनुहोस् न। मसँग नि धेरै त छैन, ल लिनुहोस्। सधैँ खुसी रहनु, जम्मा एउटा मात्रै आशीर्वाद। अनि के दिनु त, 10 रुपियाँमा पुरै अमेरिका घुमाएर ल्याइदिउँ। यसरी हामीले भिडियो एडिट गर्न सकिन्छ। अब एउटा इम्पोर्टेन्ट कुरा के छ भने यहाँ तपाईँले देख्नुहुन्छ भोल्युम कम छ होइन। 3-4 दिन भयो केही भोल्युम कमलाई यसरी थिच्नुहोस् अनि भोल्युममा जानुहोस्, भोल्युम बढाउन पनि सक्नुहुन्छ अनि भोल्युम घटाउन पनि सक्नुहुन्छ। मैले चाहिँ बढाएँ, दिनुहोस् न। यो बढाएँ। अब यो इनरमा अब भोल्युम कम गर्नु छ भने यसको पनि भोल्युममा जाने अनि यसरी भोल्युम कम गर्ने, भोल्युम कममा आउँछ बढाउन सक्नुहुन्छ। भोल्युम कम बढाउन सकिन्छ है। अनि अब मेन तपाईँहरूलाई भन्नुपर्दा हामीले भोल्युमको बारेमा त कुरा गरिसक्यौँ। अब तपाईँ यो भिडियो बनाउँदाखेरि यहाँ भिडियोमा ब्याकग्राउन्ड साउन्ड चाहिँ आएको छ भने ब्याकग्राउन्ड साउन्ड हटाउन सकिनँ। त्यही भएर चाहिँ आफै रेकर्ड गरेर राख्न चाहनुहुन्छ भने यहाँ देख्न सक्नुहुन्छ रेकर्ड छ है। यहाँ देख्न सक्नुहुन्छ रेकर्ड चाहिँ यसरी क्लिक गर्नुहोस्। 3-4 दिन भयो केही नखाएको 10 रुपियाँ दिनुहोस् न भनेर रेकर्ड गर्न सक्नुहुन्छ। मेरो चाहिँ अलिकति बिग्रियो, तपाईँले मिलाएर रेकर्ड गर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् है, 3-4 दिन भयो केही नखाएको 10-20 रुपियाँ दिनुहोस् न भनेर यस्तो रेकर्ड गर्न सक्नुहुन्छ। यस्तो रेकर्ड गरेर 3-4 दिन भयो केही नखाएको 10-20 रुपियाँ दिनुहोस्, आफ्नो तलको भिडियो पनि आवाज आउँछ। यसलाई चाहिँ भोल्युममा जानुहोस् अनि यहाँ 0मा गरिदिनुहोस् अनि माथिको आवाज मात्रै आउँछ। हेर्नुहोस् है, 3-4 दिन भयो केही नखाएको 10-20 रुपियाँ दिनुहोस् न भनेर यसरी मैले चाहिँ रेकर्ड डिलिट गरिदिन्छु है। रेकर्ड डिलिट गर्छु, यसकै भोल्युम मलाई ठिक छ भनेपछि यस्तो गर्छु। यसरी हामीले भिडियो एडिट गर्न सकिन्छ। अनि हामीलाई यहाँबाट हामीले ग्रुप गर्न सकिन्छ भिडियोलाई। अब यो भिडियोलाई ग्रुप गर्छु म, ग्रुप गर्न सकिन्छ। कुन साइजमा बनाउने यसलाई हेर्नु, फेसबुक, टिकटक, ट्विटर, इन्स्टाग्राम सबै साइज छ यहाँ। अनि हामीले जुम गर्नु छ भने यो 0मा यसरी 0 जुम गर्ने, बढाउने, साइड दायाँ बायाँ। अनि ग्रुप गर्नु छ भने यसरी ग्रुप गर्नु छ भने यसरी ग्रुप गर्ने, माथिको तलको। अब मैले चाहिँ माथिको अलिकति ग्रुप गरेँ त यसरी ग्रुप गर्ने। 3-4 दिन भयो केही नआएको 10-20 रुपियाँ भोइस चेन्ज गर्नु छ भने यहाँबाट है, ल हेर्नुहोस् है, भोइस चेन्ज गर्नु छ भने यो भिडियोलाई क्लिक गर्नुहोस्, रातो घेराभित्र राखेर लास्टमा भोइस चेन्ज, मेलको भोइस हेर्नुहोस्, याली राम्रो छ। 3-4 दिन भयो केही नआएको, यो कमेलको भोइस चाहिँ राख्न सक्नुहुन्छ तपाईँ। 3-4 दिन भयो केही नआएको 10-20 रुपियाँ दिनुहोस् न। यसरी यो बच्चाको चाहिएको 3-4 दिन भयो केही नआएको 10-20 रुपियाँ ठिक छैन, तपाईँले यो कमेलको चाहिँ राख्न सक्नुहुन्छ। कमेलकै राखेँ। यसरी भोल्युम ग्रुप, यसलाई यता फर्काउन चाहनुहुन्छ भने फ्लिपमा दायाँ बायाँ फर्काउन फ्लिप देख्न सक्नुहुन्छ, फ्लिप यतै ठिक छ। अब रह्यो हाम्रो भिडियो रेडी भयो। 3-4 दिन भयो केही नआएको 10-20 रुपियाँ दिनुहोस् न। मसँग नि धेरै त छैन, ल लिनुहोस्। सधैँ खुसी रहनु, जम्मा एउटा मात्रै आशीर्वाद। अनि के दिनु त, 10 रुपियाँमा पुरै अमेरिका घुमाएर ल्याइदिउँ।
भिडियो रेडी भयो अब यसलाई सेभ कसरी गर्ने सेभ गर्ने हेर्न सक्नुहुन्छ माथि सेभ देखाएको छ यहाँ चाहिँ 320 480 660 मैले 1080 मै गर्छु जहिले पनि होइन यसलाई सेभ गर्नुहोस् सेभ गर्दाखेरि विज्ञापनलाई माइनस गरेपछि पुरै भिडियो सेभ हुन्छ ल हाम्रो भिडियो लगभग सेभ भइसक्यो यसमा कुनै वाटरमार्क पनि लाग्दैन एकदम फ्री छ भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला र भिडियोलाई सेयर गर्न नबिर्सनु होला हस् त धन्यवाद